हेलो साथीहरू, आज हामी सिक्छौँ ग्लो लाइभमा एजेन्सी कसरी जोइन गर्ने, एजेन्सी जोइन गरेपछि के फाइदा हुन्छ भनेर। फर्स्ट कुरो, एजेन्सी भनेको के हो? एजेन्सी भनेको तपाईँको एउटा कम्युनिटी जस्तो हो, टिम लिडर जस्तो हो। जुन एजेन्सीमा जानुहुन्छ, राम्रो एजेन्सीमा जानुहुन्छ भने तपाईँलाई वेलकम गर्ने, गिफ्ट दिने गर्छ। र मैले आफ्नो एजेन्सीको आइडी राखिदिएको छु। त्यहाँ जोइन हुनुभयो भने म तपाईँलाई 50,000 को गिफ्ट हान्छु वेलकम गिफ्टमा। बुझ्नुभयो? र त्यसपछि एजेन्सी के गर्ने हो भने तपाईँलाई सिकाउने हो कसरी के गर्ने हो, तपाईँको विड्रोल गराउने मेथडहरू सबै कुरा बुझाउने हो। ओके, अब हामी फोनको स्क्रिन सेयर गरेर हेरौँ एजेन्सी कसरी जोइन गर्ने भनेर। फर्स्ट कुरो, मैले स्क्रिन रिकर्ड स्टार्ट गरिदिएको छु र आफ्नो ग्लो लाइभमा जाने हो भनेर। र इन्भाइटले कसरी कमाउने मैले अर्को भिडियो बनाएको छु, गएर हेर्न सक्नुहुन्छ। र लिङ्क मैले डिस्क्रिप्सनमा राखिदिएको छु, कमेन्टमा पनि राखिदिएको छु। मैले आफ्नो वाट्सएप नम्बर पनि राखिदिएको छु। त्यहाँदेखि डाउनलोड गरेर कमाउन सक्नुहुन्छ र वाट्सएपमा मलाई मेसेज गरेर केही नयाँ कुरा सिक्न सक्नुहुन्छ। त पहिला म आफ्नो एपमा जाम, त्यसपछि यहाँ जोइन एजेन्सी लेखेको छ, त्यसमा क्लिक गरेर मेरो एजेन्सी आइडी मैले माथि राखेको छु त्यो हेरेर राख्नु होला। 27927933 र 22 त्यसपछि एउटा 4 गर्नुभयो भने सर्च गर्नुभयो भने टिएम एजेन्सी आउँछ भन्नुभयो, बुझ्नुभयो? र त्यसमा एउटा मैले यहाँ वेटिङ लेखेको छ किनकि यो आइडीदेखि मैले पठाइदिएछु एप्लिकेसन। र त्यहाँ प्लस आउँछ भने तपाईँ एकचोटि प्लसमा क्लिक गर्नुहुन्छ भने म त्यहाँदेखि एप्रुभ गरिदिन्छु, आफ्नो एजेन्सीमा आइहाल्नुहुन्छ। र त्यसपछि तपाईँले म म्यासेज गर्छु र तपाईँलाई जे प्रक्रिया हुन्छ सबै कुरा बुझाउँछु आफ्नो एउटा ग्रुपमा र तपाईँलाई गिफ्ट हालिदिन्छु। बुझ्नुभयो? त्यति केही हार्ड छैन। र त्यो गरेपछि तपाईँको आइडी एकदमै क्लियर कन्फर्म भइहाल्छ। र रिवार्ड सबै कुरा मैले अर्को भिडियोमा बनाएको छु। यो मेनली एजेन्सी कसरी जोइन गर्ने र लिङ्कदेखि कसरी जोइन गर्ने सबै कुरा मैले सिकाएको छु। र एजेन्सी बन्न चाहनुहुन्छ भने यो कुरा गर्नु होला, म तपाईँलाई वाट्सएपमा सिकाइदिन्छु एजेन्सी कसरी बन्ने। ओके, आजको लागि यति नै। अर्को भिडियोमा अर्को सिकाउँ कसरी के हो, के प्रब्लम हो भने मलाई कमेन्टमा भनिदिनु होला वा वाट्सएपमा कन्ट्याक्ट गरेर भनिदिनु होला। म तपाईँलाई अर्को भिडियोमा होइन, यो नेक्स्ट भिडियो भोलि या पर्सि म पोस्ट गर्छु, त्यसको बारेमा सबै कुरा त्यहाँ डिटेलमा इन्फर्मेसनमा रहन्छ क्या। आजको लागि बाई बाई एभ्रिवान।